एभ्रिवान वेलकम टु नम्रता ब्लग। आज पनि म चिटी चटक्क परेर रेडी भइसकेको छु। आज देवर बाबुको बिहे छ। बिहेमा जानलाई म रेडी भइसकेको छु। बाँकी भिडियो हेर्दै गर्नु होला। चाहिँ रेडी भएर सबैजना निस्किँदै छौँ जन्ती जानलाई। मेरो मुसो पनि रेडी भएर चिटिक्क परेको छ। अनि मम्मी झन् चिटिक्क परेछिन्। बुवाको कुरै छोडिदिउँ। सरको त झन् बाबा भाइको बेमा जानु भएको कुरै छोडिदिउँ। ज्वरो आइछ, खोकी लाग्छ बाउ छोरालाई। यहाँ छौँ, अब जाँदैछौँ। के हुन्छ कसो कसो हुन्छ त भिडियोमा आइहाल्छ। हेर्दै गर्नु होला साथीहरू भनौ न। हेर्दै गर्नु होला भिडियो भनौ न। गर्नु होला मामुको भिडियो। हेलो, हामी चाहिँ बिहे घरमा आइसकेको छौँ। यहाँ बाजा गाजा बज्दैछ। बिहे चाहिँ उहाँहरूको हो र सन्तान पनि हेर्दै हुनुहुन्छ। बिहे घर भइहाल्यो, बिहे यहाँ भइहाल्यो। बाजा त सुनिराख्नु भएको छ।
कार्यक्रमतिर लाग्दैछौँ। सानी चट्ट पारेर पानीपुरी खान्छन्। ले लौ न हाम्रो पालो। हाम्रो नम्बर कहिले आउँछ? अझै आएन नि। हाम्रो नम्बर कहिले आउँछ भन न। ल आयो हाम्रो नम्बर, खाइदेऊ। वाप्प कस्तो आज के बार हो? मंगलबार। यो भिडियो हो हाम्रो स्न्याक्स टाइम भइरहेछ। म बिरामी सर हुनुहुन्छ, उहाँ आन्टी भइहाल्नु। अस्ति नको एउटा भ्लगमा नि देख्नुहुन्छ आन्टी र के अरे नानीलाई। अब मम्मी भइहाल्नुभयो। ससुराबा साइला ससुराबा ठुला ससुराबा अनि हाम्रो ज्वाइँ साहब सबैजना हुनुहुन्छ। हामी खाने कार्यक्रममा छौँ। थ्याङ्क यू भन। थ्याङ्क यू। खाने कार्यक्रम पनि चलिरहेछ। उहाँहरू चाहिँ हाम्रो पराजुली फ्यामिलीको पिल्लरहरू हुनुहुन्छ। 4 दाजुभाइ, 4 जना ससुर र 4 जना सासूहरू हुन्छ। जेठो माइलो साइलो कान्छो। हामी नराम्रो कुरा पिउँदैनौँ। त्यो त भिडियोको लागि मात्र हो क्या। ओरिजिनल पिउने त यो पो हो त। मेरो देवर बाबु है। हाम्रो खाना खाने कार्यक्रम चलिरहेछ, सुरु भइरहेछ। लाइन बस्ने कार्यक्रम सुरु भइसक्यो। हाम्रो साइली आमा यहाँ हुनुहुन्छ अरे। थकाइ लाग्यो अरे साइली आमालाई। हाम्रो यहाँ दुला दुलैको चाहिँ सुपारी बाँड्ने, दुलैको सुपारी बाँड्ने कार्यक्रम सुरु भइरहेछ। ल सुपारी लिइराख्नु भएको छ। दाल पनि लाग्दैन नि।
अनि यहाँ चाहिँ सबैजना हाम्रो फ्यामिलीहरू आइसक्रिम खान लाग्नु भएको छ। हाम्रो चाहिँ सानैले लास्टै दुःख दिएर अब हामी चाहिँ फर्किने तर्खरमा छौँ। उहाँहरू सबै हाम्रो ससुरा बुवाहरू अनि देवर बाबुहरू हुनुहुन्छ। त्यो चाहिँ त्यहाँ बिहेमा गएदेखि यही पानीमा मात्र यति दुःख दियो। दुईचोटि त के अरे लुगा नै फेर्यो। हामी रत्तेउली खेल्न जानलाई जन्तीबाट फर्किन आँट्यौँ। मेरो मुसोले पानी खेल्दा हिल्लो हलेम्रो भएको छ। रुँदैछ मेरो अया भएको छ तिमीलाई। अब जाने हो घर। जन्तीबाट फर्किसकेका छौँ। अनि त्यसपछि उहाँलाई सन्चो नभएर ज्वरो आएर किजिङ गरेर रत्तेउली घर पनि नपुगिकन हामी चाहिँ घर जाँदैछौँ। हामी 3 जना। यति चिटिक चटक्क परेर आएको थिएँ। मैले घर जाने बेला झत्रक झुत्रुक भइसक्यौँ। छोरोले अलिअलि दुःख पनि दियो। त्यही भएर ल कस्तो लाग्छ ब्लग लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। बाई बाई गरिदेऊ छोरा। सी यु इन नेक्स्ट भिडियो। बाई गरिदेऊ साथीहरूलाई। बाई अर्को भिडियो हेर्नुहोस् हस् भनिदेऊ। बाई गरिदेऊ। ल बाई।